अभिभावक र स्वयं विद्यार्थीहरू समेतको आकर्षण र यो चाहिँ केन्द्रको रूपमा रहेको यो ब्याच, यसमा यही ब्याचबाट हामीले केही राम्रो प्रतिफल पाउन सक्छौँ भन्ने अपेक्षा साथ सम्पूर्ण अभिभावक र शिक्षक मित्रहरू सबैको संयुक्त सरसल्लाहले सुझावले हामी जसरी विद्यार्थीहरूलाई छोटो समय भए पनि 2 महिना भए पनि हामी यहाँ राख्नलाई सफल भएका छौँ र यसमा हाम्रो शिक्षक स्टाफहरू सम्पूर्ण सर म्याडमहरूले जति सल्लाह सहायता देखाउनु भयो, जति सहयोग गर्नुभयो, त्यो कारणले मात्रै यो सम्भव भएको हो। र सम्पूर्ण विद्यार्थीहरू जसरी हाम्रो अहिले यो कक्षामा एससीमा अपियर हुँदैछन्, यी विद्यार्थीहरू मैले अन्य विद्यालयहरूको म आजै पनि त्यही केन्द्रमा गएर आइसकेँ। अन्य विद्यालयका विद्यार्थीहरूको गतिविधि सरहरूले, त्यहाँ प्रिन्सिपल सरहरूले त्यो कुरा सुनाउँदा पनि मलाई एक हिसाबले मलाई गर्व गर्ने जस्तो मलाई फिलिङ भयो। र यो हाम्रो विद्यार्थी समग्रमा बाहिरको परिवेश हेर्दाखेरि यति अनुशासित ब्याच, यति राम्रो ब्याच र त्यहाँ जाँदाखेरि पनि हाम्रो विद्यार्थीबाट कुनै किसिमको त्यस्तो खालको कम्प्लेन आउने छैन भन्ने खालको त्यो अनुभूति हामी सम्पूर्ण शिक्षक विद्यालय परिवार सबैले गरिराखेका छौँ। र हामी यहाँ यो 2 महिनाको अवधिमा जति बस्यौँ, अब हाम्रो एक वर्ष अवधि मात्रै रहनेछ। यो बिचमा सम्पूर्ण सर म्याडमहरूले आफ्नो व्यक्तिगत स्वार्थ, आफ्नो परीक्षा, आफ्नो भविष्य निर्माणका कुराहरूलाई छोडेर रात दिन विद्यार्थीको साथ दिएर जसरी खट्नु भएको छ, यो सायद प्राय स्कुलहरूमा देखिँदैन। किनभने म आफै धेरै जसो प्राइभेट स्कुलहरूमा 8-10वटा बोर्डिङ स्कुलहरूमा पढाएको मान्छे, कति खटियो त्यो पनि मैले आफैले मूल्याङ्कन गरिरहेको थिएँ। तर अहिले आएर सर म्याडमहरू जसरी रात दिन विद्यार्थीहरूलाई भनेर छोटो अवधि भए पनि जसरी लाग्नु भएको छ, यो चाहिँ यो विद्यालयप्रतिको संस्थाको हितको लागि र विद्यालयको उत्तरोत्तर प्रगतिको लागि, विद्यार्थीको भविष्य निर्माणको लागि जसरी सर म्याडम लगायत सम्पूर्ण अभिभावकहरूको जुन सक्रियता यहाँ जनाउनु भएको छ, यसको लागि म सम्पूर्ण अभिभावक समिति र सम्पूर्ण शिक्षक स्टाफहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यो म एक्लैले गरेर केही कुरा सम्भव हुनेवाला थिएन। सम्पूर्ण साथीहरूको सबैको पोजिटिभ थिङ्किङ, सकारात्मक सोचाइ र विद्यार्थीहरू पनि अनुशासित, सहनशील भएको कारणले गर्दा नै हाम्रो यो सम्भव भएको। यो अवधिमा हामीले म धेरै समय मेरो यो 2 महिनाको अवधिमा धेरै समय यही नै बिताएको छु र विद्यार्थीहरूबाट पनि त्यस्तो खालको उशृङ्खल व्यवहारहरू हामीले भोग्नु परेन। यो मानिमा हामी विद्यालय परिवार गर्व मान्नुपर्छ। जति हामी प्रयास गरेका छौँ, यो प्रयासबाट हाम्रो एक्सपेक्टेसन, हाम्रो आशा भनेको भविष्यमा राम्रो नतिजा आओस् र हाम्रो विद्यालय परिवारको एउटा शिर ठाडो पर्ने अवसर आओस् भन्ने नै हाम्रो सबैको संयुक्त एउटा चाहना हो। यो चाहना पुरा गर्नको लागि भनेर जति हाम्रो शिक्षक मित्रहरू, सर म्याडमहरू आफ्नो स्वास्थ्यसम्म बिग्रिने अवस्थासम्म, बिरामी हुने अवस्थासम्म पनि त्यो पुग्ने अवस्था हुँदा पनि उहाँहरूले विद्यार्थीहरूलाई भनेर रात दिन थोरै सुतेर, थोरै खाएर के गरे हुन्छ समस्याहरू भोगेर पनि यहाँ यसरी खट्नुभयो र यसमा हामी सबैले यो बिर्सन नहुने अवस्था छ। विद्यार्थीहरूले, अभिभावकहरूले र शिक्षक विद्यालयसँग सम्बद्ध सम्पूर्णले यसलाई एउटा फरक दृष्टिकोणबाट हेर्ने, यसलाई र अभिभावकबाटको दृष्टिकोण हेर्ने यसलाई सकारात्मक सोचाइ, सकारात्मक दृष्टिकोणबाट हेरिएको पनि छ। होला हाम्रो भविष्यमा यसले केही कस्तो नतिजा दिन्छ, यसको प्रतिफल कस्तो आउँछ त्यो भविष्यले बताउँछ। जे होस्, अहिलेको हामी विद्यालय परिवारको संयुक्त जुन प्रयास हो, यो प्रयासमा सबैको सकारात्मक सोचाइ, शिक्षक परिवार, विद्यालयका विद्यार्थी सबैको संयुक्त प्रयासले गर्दा नै हामी अहिले यो अवस्थामा आयौँ। र मैले फेरि पनि सम्पूर्ण स्टाफ साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र विद्यार्थीहरूले जसरी हामीलाई सर म्याडमसँग क्लोज भएर, नजिक भएर अहिलेको बसाइलाई सहज बनाउँदै आएछन्, यसको लागि पनि म विद्यार्थीहरूप्रति हार्दिक धन्यवाद दिन चाहन्छु। र अब धेरै कुरा नगरिकन हामी
एकदम परीक्षाको मुखमा छौँ। यो पनि हाम्रो अहिले यो समय पनि हाम्रो विद्यार्थीलाई एकदमै महत्त्वपूर्ण छ। मिनेट मिनेटको क्षण महत्त्व छ। त्यही पनि हामी यो समयक्रममा हामीले यदिसम्म हामी आफ्ना व्यथा वेदनाहरूलाई आदान प्रदान गर्ने अवसर हामीले प्राप्त गरेका छौँ। जे होस्, अब हाम्रो भोलिबाट हुने परीक्षा जुन निरन्तर हुनेछ र यसमा विद्यार्थीहरूले अहिलेसम्म गरेका प्रयासहरू अभ्यासहरूबाट आगामी परीक्षाहरू सबै परीक्षाहरू